साथीहरू म आज एउटा नयाँ कन्टेन्ट लिएर आएको छु। कतिको साथीहरूलाई थाहा होला, कति साथीलाई थाहा छैन। थाहा छैन भने कमेन्ट गर्नु, थाहा छैन थाहा छ भने थाहा छ भनेर कमेन्ट गर्नु। र मेरो कन्टेन्ट भनेको के रहेछ भने वाट्सएपमा हामीले आफै पनि स्टिकर बनाउन सकिन्छ, आफ्नै फोटो आफ्नै भिडियोको। र के छ भने हामी अरू स्टिकर देखिन्छ वाट्सएपमा, हामीले त्यो स्टिकर युज गर्नुभन्दा हामीले आफै पनि बनाउन सकिन्छ। अब स्टिकर कसरी बनाउँछ भने तपाईँलाई स्क्रिनतिर हेर्नु, यहाँ साइडमा छ। स्क्रिनमा अब जाउँ है, हामी पहिले वाट्सएप ओपन गरौँ अनि त्यसपछि प्लसको चिह्नमा, त्यसपछि आफ्नै नम्बरको आइडीमा, त्यसपछि हामीले भिडियो ल्याउनको लागि क्लिक गरौँ, त्यसपछि ग्यालेरीमा, त्यसपछि भिडियो सेन्ड गरौँ, त्यसपछि भिडियो डाउनलोड हुँदैछ, त्यसपछि भिडियोलाई क्लिक गर्नुपर्छ, क्लिक गरौँ। क्लिक भइसकेपछि हामीले थ्री डटमा, त्यसपछि तल हेर्नुहुन्छ स्टिकर भनेर लेखेको छ, त्यसपछि हामीले टर्न गरौँ। त्यसपछि हामीले आफ्नो साइजमा मिलाएर होइन, त्यसपछि हामीले सेन्ड गर्नुपर्छ। सेन्ड गरौँ, डाउनलोड हुँदैछ, भइसक्यो। त्यसपछि फेरि हामीले क्लिक गरौँ, त्यसपछि हामीले एड गरौँ। मेरो 2-3वटा छ, नाम बदल्नुपर्छ। नाम लेख्नु, जे मन लाग्छ त्यो लेख्नु, म आफ्नै नाम लेख्छु। सेन्ड गर्नु, अर्को स्टिकर हो, यो अर्कै हो। अब म आफ्नो स्टिकर हेर्नु, यस्तो हुन्छ साथी हो, यस्तो हुन्छ स्टिकर बनाउन। वाट्सएपमा हामीले आफैले मजाले बनाउन सकिन्छ। कस्तो लाग्यो भिडियो कमेन्ट गरौँ साथी।